सो हेलो एन्ड नमस्ते एभ्रिवान, होप यु गाइज आर फाइन हैन। आज चाहिँ एक्सआर लिएर निक्लेको छु म। यो फर्स्ट टाइम हो म एक्सआरमा यसरी मोटो ब्लग गरेर हिँडेर है, नत्र मैले यसरी भिडियो बनाएको छैन बाइकमा। पुरानो बाइकमा तर भिडियो चाहिँ बनाइसकेको थिइनँ कि मैले। चलाउन चाहिँ एक दुई फेरि चलाएको छु मजाले। त्यो अस्ति चोबारको भ्लगहरू यताउति भ्लग भन्दा नि म भ्लग खिच्ने प्लानमा हिँडेको थिइनँ। यत्तिकै रमाइलो घुम्नलाई यसो चलाउनलाई टेस्ट गर्नलाई हिँडेको थिएँ अनि त्यही हालिदिएको थिएँ होइन। त्यसमा बोल्याएर नि केही पनि थिएन, अब तर पनि हालिदिउँ भनेर हालिदिएँ मैले। अनि आज चाहिँ प्रपर मोटो भ्लगै गर्छु भनेर होइन घरबाट कलेज निक्लेको छु। आज बर्थडेको दिन बाइक लगेर गइरहेको छु। मैले कलेजमा लगेको थिइनँ कि बाइक, स्कुटर हिँडिरहेको थिएँ। कलेजमा बाइकै लगेको थिइनँ कि मैले, दिनदिनै स्कुटर होइन। अनि आज चाहिँ बर्थडेको दिन यसो नयाँ बाइक किन नलगाउँ भनेर बाइक लिएर हिँडेको छु मैले। फर्स्ट सर्भिसिङ पछि के लाग्यो कसो लाग्यो होइन, यो प्राइसमा कस्तो छ यो बाइकमा, सबै भिडियो बनाउँछु। बिस्तारै आउँछ कन्टेन्टहरू। अब यो बाइकमा के हो, यो कहाँ होइन, बिस्तारै आउँछ कन्टेन्ट। बाबा कन्टेन्ट आउँछ यो बाइकमा। अब जय सङ्गो बाइक त ओभरअल ठिकै छ, तर कमी कमजोरीहरू पनि छ। त्यो म बिस्तारै अपकमिङ डेजहरूमा भिडियोहरूमा बताइहाल्छु होइन। अनि के मोडिफाइड गरेँ मैले, के गरियो भनेर सब डिटेल भिडियो आउँछ एक दिन। अब एक दिन भन्दा चाहिँ अब छिट्टै, त्यसको लागि स्टे ट्युन। आज चाहिँ बर्थडे, कलेज जाँदैछु म होइन। कलेज जाउँ, के हुन्छ कसो हुन्छ बाटोमा भेटौँला, अथवा कलेजमा अब केटाहरूसँग भेटेछु। यसको हर्न चाहिँ मिठो छ कि हो। अनि त्यो पछि फर्स्ट सर्भिसिङ नभए कुदाउन मिल्दैन नि त। अनि 50 भन्दा माथि गएको छुइनँ म। बेसीमा गयो 52, 53 हो, त्योभन्दा माथि गएको छैन। अब फर्स्ट सर्भिसिङ खोलेपछि आउँछ भिडियोहरू भगाउ। अब यस्तो बाइक छ, स्टे ट्युन फर इट होइन त। अब के भन्नु, अब सब्सक्राइब गरेर भने सब्सक्राइब गरौँ, लाइक गरौँ, कमेन्ट गरौँ होइन। यसो बर्थडे विस गरिदिए अझ राम्रो। अब गर्नु छ गरे हुन्छ, गर्नु छैन नगरे हुन्छ होइन। अब के भन्नु म त होइन। तर यो आउने बेलसम्म बर्थडे त सकिसक्छ होला। भोलि आउँछ कि पर्सि आउँछ थाहा छैन। अब एडिट गर्न कहिले मन लाग्छ त्यही दिन आउँछ है। हिजो पानी परेको थियो क्या बेलुका। अनि आज बाइक राम्ररी सुक्या पनि छैन कि पानी छ, चिसो छ। अनि हिजो यसो मदर्स डे थियो, मामा घर गएको थिएँ। अनि बाटो हिलो भएर बाइक पनि हिलो भयो कि गाह्रो छ, गाह्रो। रेड लाइटमा पर्यो, 6 सेकेन्ड रहेछ, खोलिदिन्छ होला। म पुग्नु र यो खोलिदिनु पनि। 2, 1 गो। अब यहाँ सबलाई चेताइदिनु हुन्थ्यो है। अब 50 पर्न मिल्दैन के गर्नु, सबलाई चेताइदिन्थ्यो जानकारी। चाहिँ माइती घर आइसक्यो होइन। एज यु क्यान सी कस्तो छिर्दा होला त मुला। यो त हेर्दै उछिटिसक्यो। आज चिसो छ हो, पानी परेर ज्याकेट पनि नलागेको हाफ टी सर्टमा जाडो पो भयो त। पानी पर्छ क्या हो, पानी पऱ्यो भने त बाइक भिज्छ त। अनि फेरि होइन, नयाँ बाइकलाई त रुचाउनु भएन। यो नयाँ बाइक भएपछि त चलाउनै नमन लाग्ने के, किलोमिटर बढ्छ भनेर नि होला है। मैले चलाएकै छैन कि। अब अर्को पुरानो बाइक भएर कति म कलेजै लगभग डेली लिएर हिँड्थेँ स्कुटर छोडेर। अहिले त 1 किलोमिटर बढ्छ भनेर मैले छोडेकै छैन कि यो बाइक। कहिलेकाहीँ आजकल झुकलमा निकाल्यो है। अब फर्स्ट सर्भिसिङ 750 किलोमिटर भने अहिले 300 नै पुगेको छ।
अब आज चाहिँ पुग्छ कि यहाँबाट घर जाऊ कलेज आऊ होइन 2 अप डाउन गर्दाखेरि पुग्यो 300 त छुन्छ कि है 750 छ फर्स्ट सर्भिसिङ अथवा 1 मन्थमा छ किलोमिटर त पुग्दैन मलाई फिक्स थाहा छ 1 मन्थमै भएको सर्भिसिङ केटाहरूको रियाक्सन खिच्नुपर्छ है अहिले कलेजमा चुप्पो लाएर क्लास जाने हो होइन अनि ब्रेकमा बाहिर निक्ले बेला बाइक देख्छ अनि त्यति बेला यस्तो रियाक्सन हेर्नुपर्छ केटाहरू के हुन्छ दाजु के छ बाइक कस्तो छ नयाँ बाइक ल्याएछ त्यही भएर सेक्युरिटी बस्दै सही हो रबर उकारै हाल्छ पुरै हिल्लै भएछ अफरोडतिर चलाउनु चाहिँ दामी हुन्छ दामी हिल्लो सिलो त्यो हुन्छ नि जस्तो पनि जान्छ बुत्तुङ यति भाँसियो भने पनि हो यो त साइलेन्सर माथि चाहिँ केही हुँदैन पानीमा त्यो अलिअलि त्यतिको पानीमा साइलेन्सरमा पानी छिर्ला भने डर यहाँ आएछ त्यत्रो माथि चाहिँ डरै हुँदैन छेउदैन नि हातमा हिलोमा पनि राम्रो तान्छ क्या त्यो हिलो लाग्दा त्यतै हुन्छ नि कुनै त्यो पाहाडतिर त्यो मुस्ताङतिर जाँदा खतरा हुन्छ अब ट्र्याक्टरहरू गाडीहरू हिँडेर त्यो चक्काको डोब हुन्छ त्यहाँ त्यति हिलो हुन्छ नि त्यस्तोमा दामी हुन्छ आवाज सुन्छ हुलो स्टार्ट गर न न्युट्रलमै होला एफआई एक्सिलेटर लिनु पर्दैन त्यो मात्रै दबाउनु हिजो टिलिक्क बाइक बिहान आउँदा यति किलो भइसक्यो यार बाटो यस्तो खतम छ पानीले क्या ह्यान्डल लक गर ल दबाउनु हल्का प्रेस गरेर जम्रो त बुढालाई ल्याङ हाल्ने पनि नगर कस्तो लाग्यो त बाइक साथी ल सही गाइज है त्यस्तो चाहिँ नगरौँ होला यहाँ हाम्रो नयाँ बाइक किनेको मान्छे है कलेज है काम छैन हेर्दा घर जस्तै छ है गाइस त्यो पानी हाल्ने मसिन दिँदै त्यहाँबाट पानी नखाऊ गाइस डाइरिया लगाएर मरिन्छ हेर गाइस यो घर होइन है गाइस कलेज है गाइस यो धुलो मुनि सुत्ने ठाउँ होइन गाइस फायर एक्सटिङ्ग्विसर है साथी दाइले बनाएको खिच न त्यहाँ क्या दाइ बनाएर यहाँबाट किन्यो नि यहाँबाट किन्यो त्यो खिचेको फ्रीमा खानिदिनुपर्छ नि खिचेको होइन यसको कति भ्यू आउँछ कति पैसा आउँछ त्यो सबै दाइ लाउनुपर्छ पैसा मोनिटाइज त भएको छैन पैसा त सम्झिने आज भाइको बर्थडे अब चक्लेट नखाने मान्छेले चक्लेट खानुभयो है खैले भिडियो नै आएन भइरहेछ कहाँ ए ल मेरो चाबी चाहिँ खै भाइको बर्थडे आज भाइको बर्थडेमा हामीले एग्लियर्स पार्टी खाएको एग्लियर्स पार्टी अहिले स्यावारले पार्टी नि हुन्छ अहिले होइन त्यो भन्ने सुरु गर्नु न यो हाम्रो त्यही है डिजे ब्रोको है बाइक है चिटिक्क बनाएर आज बर्थडे भएर बोकेर आइसकेको छ है खतरा कम्बिनेसन डुओ खतरा छ हाइट पुग्छ साथी आमै यार त्यस्तो नभन न यार साथी इन्स्टामा हेर्ने गएर तिमीले फलो गरेको छैन रिभ्यू गर्दै गर न जान्छु तिमी इन्जिनियर होइन तिम्रो देखाउन आउने यार कहाँ छ खै मैले बोकेर आएर हेर्न मेरो देखा जहिले तिम्रो भ्युज क्या कुन बाइक रे खै त्यही छ उता हेरसो एन्टिक है फेरि बाइक माइलेज पनि सिबिआर जस्तै दिन्छ साउन्ड पनि सिबिआर जस्तो कुद्न त 40 को स्पिड है फेरि कुद्छ भाउ 60 सम्म कुद्न त 120 कडा चाहिँ हामीले यसमा 120 कडाइदियो यसलाई सोध न यसलाई स्पिडोमिटरको अगाडि ओरालामा हाने होला सिधा बाटोमा त 40 साथी सम्झिने ओरालामा जान्छ कि स्कुटरै 100 110 अगाडिको ब्रेक थाहा छैन पछाडिको लाग्छ चाबीले खोल्दिन न खुल्दैन होला यार यसको त चाबी राम्रै छ स्कुटर होइन स्कुटर होइन साथी रोक साथी तिमीहरूलाई आएको छैन है हाम्रो त्यो देखाउनु हुन्थ्यो एन्टर खोल्छ कि यो यही छ चोर तिमीहरूको घरबाट सामानहरू यसैले सम्पर्क गर्नु डियो खोल्दैन अरू हुने छैन कलेजभरि चोरै चोर छ दाइलाई गाह्रो बनाउने काम पिटिदिँदा लट्ठीले एक सर्ट प्रिन्सिपलको बाइकै गाई यत्तिकै घर जस्तो छैन नि बाइक होइन साथी स्कुटर हो क्या थ्याङ्क यू साथी झन्डै हल्का मिस्टेक स्टडी भइसक्यो गर्नु होइन केटाले पिटिदिइसक्यो तिमी कुइ गरेर कुन हो कराउँछ कि परे बस्छु यार म यिनीहरूले डुबाउँछ हेर्नु दाइ म त परेँ म तपाईँसँगै छु यता हेर्नु ओए यहाँ हाम्रो ह्यान्डसम केटाहरू है यहाँ लुडो हुँदैछ कलेज जित्दैछ केटाहरू कलेज जित्दैछ अहिले भोट हान्छु नि भास्करले जित्यो ओए भास्कर यहाँ ए गाइस जित्यो ओए आमा यो त गोब्रोमा सेक्सी देखिदिनु न हेर्नु भन्दै गाइस साथी यसो रिभिल गरिदिउँ न तपाईँको सिक्रेट भन्ने हेर्नु खोल्नु साथी मोबाइलको ब्याट्री सक्यो त खोल्दा हुन्छ अब
ल हामी चाहिँ कलेजबाट निक्लिएको ल त अब यसो केटाहरूसँग चिया चिया खान पाइन्छ होइन एउटा लादा हाल्दै खायो त यता यता यो मुलाको चाहिँ लातै हाल्नुपर्छ ए बल लगा न बल अलि हान्न ए सही हो स्कुटरमा कस्तो उखार्दियो है बन्यो कि अफरोडलाई हर्न क्या मिठो छ है मिठो छ क्या त्यस्तो इरिटेटिङ हुने छैन क्या ल साथी भोलि भेटौँला है ल बाई भन्नु न बाई गाइस होइन भोलि है बर्थडे मनाइयो कलेजमा होइन केटाहरूसँग एकछिन बर्थडे मनाउनु भन्दा नि एकछिन केटाहरूसँग रमाइलो टाइम पास यसो होइन चिया गफ यताउति होइन किन आजलाई होप हजुरहरूलाई मन पऱ्यो होला मन परेमा लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिउँ है त अब आउँछ एकसाथमा बबाल बाबा भिडियो होइन अब म यहाँबाट घर जान्छु छाडै किन जाम हो यहाँ होइन त्यही हो अब मन पऱ्यो होला भिडियो अब केटाहरू यस्तै छन् रमाइलो गर्ने उपद्रो गर्नेहरू तर यस्तो भयो भने रमाइलो हुन्छ चाहिन्छ नि ग्रुपमा यस्तो 2-4 जना उपद्राहरू आज यो पुलमा कोही न यस्तो जाम अरू बेला त हुन्थेन स्कुटर लिएर आजलाई आज बाइक लिएर बेला के हो यस्तो बाटो छेकिदिनु त खुवाइन नि त यो बाइकले त हम्पहरू मतलबै हुँदैन घोडा चढे जस्तो हो नि त चुई स्वाट हो नि त यसमा त ब्रेक पनि छुनु पर्दैन स्वाट